न्यूजीलैंड आउन सोच्दै हुनुहुन्छ अलिकति रोक्नुहोस् अलिकति हाई मेरो नाम प्रपुसा हो आई एम करेन्टली अ PhD स्टुडेन्ट स्टडिङ इन भिक्टोरिया युनिभर्सिटी अफ वेलिङटन इन न्यूजीलैंड अनि म भर्खरै नयाँ छु टिकटकमा अनि मैले कति धेरैजना मान्छेहरूलाई न्यूजीलैंड आउन इन्ट्रेस्टेड प्रोत्साहित गरिरहेको कन्सल्टेन्सीले पनि देखिरहेको छु द्याट्स अल ग्रेट द्याट्स अल गुड एन्ड फन तर कन्सल्टेन्सी त प्रफिट फर बिजनेस हो नि त उसले त प्रफिट गराउनै काम गर्छ उसले न्यूजीलैंड एकदम खतरा छ भन्छ उसले न्यूजीलैंडको एउटा पिक्चर ड्र गरिदिएको छ तपाईहरुको अगाडि जहाँ न्यूजीलैंड भनेको चाहिँ अब एकदम न्यू मार्केट हो अस्ट्रेलिया जस्तै हो एकदम सजिलो छ जब पाउन पढ्न झनै सजिलो छ मास्टर्स पढिसकेपछि 6 पोइन्ट्स पाइन्छ PR पनि अप्लाई गर्न सजिलो छ एकदम धेरै राम्रो छ भनेर तपाईलाई यति न्यूजीलैंडको कन्सल्टेन्सीहरुले भनिराछ भने यदि तपाईले यो कुरा पत्याएर न्यूजीलैंड आइरहनु भएको छ भने यु आर डुइङ सच अ बिग मिस्टेक बिकज व्हाट आई एम सेइङ यु दिस इज बिकज यु हैव टु डु योर own research. न्यूजीलैंडमा सबै कुरा सजिलो छैन द मार्केट द जब मार्केट इज रियली डिफिकल्ट करियर प्रोस्पेक्ट्स आर भेरी लो इकोनोमी इज रियली डाउन यु रियली नीड टु स्ट्रगल एटलिस्ट 3 to 4 months टु फाइन्ड अ गुड जब तपाईले आउने बित्तिकै जब त पाउनुहुन्छ होला तर जब जहाँ तपाई स्टुडेन्ट हुनुहुन्छ भने यु आर अलाउड टु वर्क 25 hours इफ यु आर स्टडिङ मास्टर्स अर ब्याचलर्स 25 hours को जब पनि पाउन पनि गाह्रो छ 25 hours को रोस्टर स्लटहरु पनि पाउन गाह्रो छ तपाईले कसरी म्यानेज गर्नुहुन्छ स्कलरशिप लिएर नआइकन न्यूजीलैंडमा कस्तो स्किल चाहिन्छ तपाईले कस्तो CV बनाउनु पर्छ इंग्लिश अप टु द लेभल हुन पर्छ कि पर्दैन कतिसम्म इंग्लिश भयो भने न्यूजीलैंडमा सर्भाइभ गर्न सकिन्छ मेरो कोर्स साच्चै कि न्यूजीलैंडमा चाहिन्छ कि चाहिँदैन न्यूजीलैंडमा PR यदि म नेपाल नफर्केर म न्यूजीलैंडै बस्ने हो भने म कसरी सर्भाइभ गर्न सक्छु न्यूजीलैंडमा मैले मेरै पढेकै सब्जेक्टबाट काम पाउँछु कि पाउँदिन कस्तो काम पाउँछु कुन लेभलको काम पाउँछु त्यो लेभल भनेको मिडियम लेभलको वेजको काम हो कि हैन मिडियम लेभलको वेजमा मैले काम पाएँ भने कि मैले PR अप्लाई गर्न पाउँछु कि पाउँदिन कि मैले सिम्पली मास्टर्स गरेर मात्र मैले PR अप्लाई गर्न पाउने हो त सबै कुरा स्टडी गर्नुस् इट्स नट इजी अनि यहाँ मैले डराउन खोजेको पनि होइन तपाईहरु ठुलो एक्सपेक्टेसनको साथ आउनुहुन्छ तपाईहरुको लाइफ तपाईले इमेजिन गरे जस्तो न्यूजीलैंडमा नहुन पनि सक्छ कन्सल्टेन्सीको घर परेर मात्र नआउनुस् आफ्नो पनि रिसर्चहरु गर्नुस् युट्युबमा कति धेरै इन्फर्मेसन छ न्यूजीलैंड इमिग्रेसनको आफ्नो वेबसाइटहरु छ वेबसाइटमा एकदम क्लियरली लेखेको छ मास्टर्स कति पोइन्ट पाउने हो मास्टर्स पढिसकेपछि जब पाइसकेपछि त्यो मिडियम वेज लेभलको जब हुनुपर्छ है माइन्ड यु त्यो भनेको अलमोस्ट 70,000 पर इयर को जब तपाईले पाउनु भयो भने मात्र तपाई PR लाई एलिजिबल हुनुहुन्छ तपाईले मास्टर्स गर्ने बित्तिकै 6 पोइन्ट्स पाएर PR लाई एलिजिबल हुने होइन है तपाईलाई तर तपाईले विभिन्न टिकटक प्लेटफर्म्सहरु कन्सल्टेन्सीमा गएर बुझ्नु भयो भने कन्सल्टेन्सीले त भन्छ नि त